यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। एक जमाना यस्तो थियो जहाँ प्रत्येक घरबाट टिकटकरहरूको जन्म हुने गर्थ्यो, तर अहिले भने भ्लगरहरूको हुने गर्छ। हेलो एभ्रीवान, गुड इभिनिङ। अरू के छ साथीहरू? ल, कौन है ये लोग? कहाँ से आते हैं? भ्लगिङ दुनियाँबाट एउटा यस्तो नमुना व्यक्ति भेटेको छु कि जसले भ्लगिङको नाममा हद पार गरेको छ। घरमा खाना दिन्नन् होला, बिचराले गरोस् त के गरोस्। खाना त खाइस् बाबु, तर मुसाला हालेको बिस नपरोस्। खाने हो तो चिप्लो चिप्लो भएपछि अचर मिठो मान्नेमा के यही नै जस्तै रोकेको गाडी देख्नै हुन्न, छिरिहाल्नुहुन्छ र यस्तो हरकत गरिहाल्नुहुन्छ। कुरकुरी बेच्न आएको भए किन्दिन्थे कि त माग्न आएको भए पैसा दिएर पठाउँथे। म बसेको गाडीमा यस्तो गर्न आएको भए लखटी लखटी थानकोटको डाँडो कटाउँथे। त्यो मान्छेले गीतको यसरी चमत्कार गर्छ कि जसले त्यो गीत गाएको हो त्यो मान्छे पनि एकछिन टँ पर्दै सोच्न बाध्य हुन्छ, होइन मैले कहिले निकाले यस्तो गीत भनेर। हे कालो चस्मा मै आउँछु बसमा हेरिराखे वैशाखको 9-10मा। यस्तो कला नेपाल त के बिहारमा खोजे नि पाउँदैन। तैँले त बरु राम्रै गाइस, यतिको त हाम्रो नेताहरूलाई नि आउँदैन। खाना खाना लोकाचार, खाएपछि मानाचार। म्युट गरेर हेरौँला तिम्रो प्रतिभा, नत्र त कानला हुन्छ अत्याचार। विचार गरेर बोल्दै हिँडेस् भाइ, नत्र निकाल्देलान् लादी। यति गर्दा नि सुध्रिन्न, किनकि सोल्टी रहेछ माओवादी। पहिला पहिला म पनि मार्सल आर्टको वान्डन थिएँ। जब लट्ठी लगेर म रोडमा निक्लिन्थेँ नि, कुकुर र बिरालाहरू त कामेर थररररररररर भएर बाटो छोड्थे। भाइको अनुहार पर्या गुरु। तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो? धेरै राम्रो। यदि राम्रो लागेको छ भने लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। हामी छिट्टै भेट हुनेछौँ अर्को नयाँ एपिसोडमा। त्यतिखेरसम्म सावधान रहनु, सतर्क रहनुहोस्। अनि यो भिडियोबाट तपाईहरुले के कुरा सिक्नु भयो त? कसैले गएर पनि हेट नगर्दिनु होला। उले आफ्नो ठाउँमा राम्रो गरिरहेको छ, गएर बरु सक्दो साथ सपोर्ट दिनु होला। यो सिर्फ मजाकको लागि मात्रै हो। भिडियो हेर्नु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। बाइ।